जेमेसी अनि न्यानो अभिवाद एन्ड वेल हामी धेरैजनाले लक भन्नेमा विश्वास गर्छ नि त के साह्रो लकी हो भन्छ नि कतिजनाले चाहिँ भन्छ हामी मरेपछि फेरि पुनर्जन्म हुन्छ भन्छ नि अनि कर्मले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ तपाईँले राम्रो भने राम्रो हुन्छ तैँले त पाप गरेको थिइस् र त तँलाई यस्तो भयो त दण्डित भयो भन्दै भन्छ नि त है विच इज एब्सोल्युटली नो बाइबलले के भन्छ त्यो कुरोलाई आज हामी हेर्नेछौँ बाइबल भाग्य भनेर अन्धाधुन्दामा किसिम किसिमको संयोगलाई मान्दैन बाइबल अनुसार सबै कुरा परमेश्वरको नियन्त्रणमा हुन्छ हितोपदेशको प्रोभर्ब्सको 16:33 मा लेखेको छ चिट्ठा काखमा हालिन्छ तर त्यसको निर्णय परमप्रभुबाट नै हुन्छ यसको अर्थ मानिसले भाग्य भन्दछ तर वास्तवमा परमेश्वर नै सबै कुराको अधिपति हुनुहुन्छ यिर्मया 29 को 11 मा भनेको छ for I know the plans for you the plans to bring you prosperity and not disaster भनेर परमेश्वरको वचनले भन्छ he knows our future त्यसैकारण भाग्य होइन परमेश्वरको योजना र व्यवस्था सिकाउँदछ अब रिइन्कार्नेसनको बारेमा बाइबलले के भन्छ त्यो कुरालाई हेर्नेछौँ बाइबलले पुनर्जन्म बारम्बार जन्मिने सिकाउँदैन बाइबल सेज one life one death one final judgment and eternal life क्रिस्चियन धर्मले पुनर्जन्म होइन पुनरुत्थान सिकाउँछ अनि अन्तमा हामी हेर्नेछौँ कर्म है यहाँनिर गलतीको 6:7 मा कर्मलाई वचनले मतलब के भन्छ प्रायोरिटी दिएको छैन तर यहाँ हामी के हेर्छौँ भन्दाखेरि मानिसले जे रोप्छ त्यही काट्छ पाप रोप्नेले दुःख काट्छ धर्म रोप्नेले आशिष पाउँछ तर मुक्ति कामद्वारा कमाइने कुरा होइन तपाईले राम्रो गरेर परमेश्वरको आशिष पाउँछु र म स्वर्गमा जान्छु भन्ने तपाईको धारणा छ भने यु आर एब्सोल्युटली रङ परमेश्वरको वचनले भन्छ सत्यबाट जीवन मै नै हो र यीशुलाई चिन्नु र यीशुलाई आफ्नो व्यक्तिगत परमेश्वर बनाउनु इट्स भेरी इम्पोर्टेन्ट थ्याङ्क यू फर वाचिङ एन्ड गॉड ब्लेस यु अल आमेन